प्रकृति यो सृष्टिको सबैभन्दा सुन्दर र अद्भुत चमत्कार हो। यसले जीवनलाई शान्ति र प्रेरणा दिने गर्छ। प्रकृतिमा सबै कुराहरू एक आपसमा जोडिएका छन्। प्रकृतिले हामीलाई धैर्यता, शान्ति र सौन्दर्य के हो भनेर सिकाउँछ। आउनुहोस् आजको यात्रा सुरु गरौँ। सो हे गाइज, वेलकम ब्याक टु अनदर न्यू भिडियो। आज चाहिँ हाम्रो यात्रा चाहिँ चित्रीपाटनसम्मको भन्ने छ, तर आज चाहिँ हामी पुग्दैनौँ होला। अनि अहिले चाहिँ हामी गोतामकोटमा छौँ होइन। अनि गोतामकोटबाट चाहिँ हामी नयाँ डाँडासम्म जान्छौँ होला आज। अनि त्यसपछि चाहिँ हामी चित्रीपाटनसम्म जान्छौँ। अनि अब के हुन्छ होइन, नयाँ डाँडा गएर आजै हुन्छ कि भोलि हुन्छ के हुन्छ हेरौँला होइन। कहाँ बसिन्छ के हुन्छ त्यो चाहिँ अब माथि नै गएर हेरौँला। हामी भिडियो बनाउन आयो कि भिडियो बनाउला नि भिडियो म भाडा पास है। पानी हामीले दिनु पर्यो। जिन्दा खाने भने थाहा छैन। पाहुनाहरू घरमा आएका पाहुनाहरू भगवान हुन्। भगवान त आउँछ नि, पैसा ल्याएर आउने पाउनु नै त्यही भगवान खिने पाउनु त हो नि। एउटा कुरा यस्तो हुन्छ नि जिन्दगी, तर पिर्न मनलाई फिर मान्दैनौँ हामी। पुलिस मान्दैन त्यसै चाहिएन, पैसा चासालाई चाहिएन भने म यहाँ हो दादागिरी पनि हो, पछि मासु मात्रै माओवादी पनि हो। माओवादीको कडा नेता हुनुहुन्छ कि? नेता चाहिँ मलाई बनाउँदैन। म भने फर्स्ट नम्बरमा भोट हाल्यो नेता पनि जिम्मेदार हो। भइसक्यो भेट छ बल्ल थाहा भयो। यस्तो सबै मान्छे राख्यो पहिलेदेखिको कडा माओवादी होइन, जमाना पालाबाट भोट हाल्यो। म पार्टी होइन, म कृष्ण पार्टी हो। भोट त दिनुपर्ने हो सरकारले। तिनी तिनी हो, राजसु खान्यो, राजा तिनी खान्यो। हामीलाई केही टेन्सन छैन। आमा बाउले पढाएपछि छोरा पनि हो, नत्र त्यही झुझुमन त नि। आमा बाउ हुनु पर्यो गतिलो, तबले छोरालाई राम्रो हुन्छ। मेरो त 7 पनि बजे एउटा छोरा छ। दिन काटे कालो नकाटी नकाला बर्बाद छ। 7 बहिनी छोरी बजे एउटा बाबु छ, एउटा छोरा छ। कहाँ जान्छ जमाना भने मलाई के त 49 वर्ष भइसक्योमा त 50 51 बन्नु। पहिला जमानामा त हजुर डन्ने मान्छे भेटायो कि हान्ने त हान्ने त तिम्रो हान्नु हामी हान्दिनौँ कि सेलापाला खोजी हान्छ। हामी हान्ने नमस्कार हिँड्नुपर्छ। हान्यो भने दुनियाँको सलाह तिरेर हान्दैन। जमानामा त हान्ने अलिअलि मान्छेलाई। म त्यस्तो हान्दिनँ। म पनि लडे पहिने त बङ्कै हाल्यो मान्छे अहिलेसम्म हानेर त मेरो पिटेर जान्छु नि। मान्छे हान्नु भने गाह्रो हुन्छ, हान्नु खानुहोस् खदी केटी पर्वत धामी के अरे काले कले हामी त राडिया मान्छौँ। हामी त राडीको मान्छे हौ। राडी हो हजुर। म पनि यहाँको भारी हो चाहेन भन्नुहोस्। राडी पुल पनि फिलिप्स टेप बनाएर वारिपारी गरेर मान्छे हो। राडी पुलमा पनि फिलिप्स टेप जमाना फिलिप्स टेप दिएर चाहेन वारिपारी गरेर पुलिस पनि मलाई खिच्याउँथे। छुट्टी त खिच्याउँथे मलाई। अहिले फुटे गर्ने होइन। जमानाको साउजी हो त म यसरी पो दुब्ले चाइना जानुभएको थियो। चाइना होइन, नामै चाहनु एउटा गीत हेर्न सुन्दै ल। जमानामा यस्तरी नाचे चाहिने। मैले एउटा झिको लिनु मैले नि फोटो चाहिने नि। बिना बुट्टा कहाँबाट मान्छे पाइदिन्छ। मर्या मान्छे नि पाइदिने आज भने नि बिना बुट्टा। ल बजाऊ त बजाऊ, नाच्नु ल नाच्नु बाजे। ल भाइ मेरो गयौँ ल धन्यवाद बाजे। एकछिन तिमीले के भन्छ नि, काला गरे पनि भन्छ कला गरे पनि भन्छ नि। काठमाडौँ खोला पनि घुम्या म काठमाडौँ त गएन, खोलामासम्म गएको छु आम्लो लाल बजारलाई। यो कला गरे भन्छ यतै पुग्नुपर्छ। हामी बुझे मान्छे हौ यहाँ जाँदैन यहाँ। ल हुन्छ त बाजे, हामी जान्लायौँ माथि टाढा। हाम्रो यात्रा धेरै टाढा छ। बसेर पानी खाएर जाउँला। हुन्छ हुन्छ ल।
धन्यवाद पानी दिनुभएको धन्यवाद ठ्याक्कै हामी त्यो रोड अहिले अझै यत्रो चाल्दो छ ल बाई 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 मेरा केटाहरू है बाई बाई ल ल ल भोलि बिहानै गएन साँझ फर्किउँ लाग्यो नि चितिरबाट बिहान नै जाने साँझ त फर्किँदा नि तर गोताम बादल आयो तलतिर क्लियर त देखाउँदैन बादल आदि बिहान गएर साँझ आउन सकिन्छ चित्रीपाटन मजाले होइन बाटो कस्तो छ अलि अप्ठ्यारो छ भन्छ नि बाटो त वहाँ गए माथि खतरा हो कहिले अप्ठ्यारो छ भन्थ्यो त अप्ठ्यारो छैन भुइँसा हिँड्ने बाटो हामीहरू त्यो चितुवा त भुइँसा जान्छौँ घोडा जान्छ भुइँसा जान्छौँ चिसो त लास्ट चिसो होला नि के अरे बिहान गएर साँझसम्म फर्किने भयो बिहान पनि साँझ भुइँमा त के चिसो घमाउ गयो घमाउ आयो आफूले खानेपिने नास्ता लग्यो थैला ढल्यो खायो त्यो बादलदेखि माथि हो नि हो त्यो बादलको यो डर बढ्दै माथि कामै त घर हाल्न आयो तपाईँ त पहिला धेरैबाट तलमाथि गर्नु होला नि अरे हामी पैदल उनी जुत्तो पाइदिन्थ्यो हामी त्यहाँबाट सिन्चुसम्म मुनि चाहिँ पैदलै जा भन्छौँ भाइले होइन सिन्चु घोडाइसम्म पैदल जान्थ्यो अघि यहाँबाट हिँडेर आजकल कस्तो लाग्छ त पहिला चप्पलै लाउनु नपाउने आजकल आजकल त हो आजकलको जमाना अलि के छ भने सिकुनी सिक्दैन अब पहिला तपाईँहरू हिँडेर मान्छे मन नलाग्यो एउटा कुरा होइन देश विदेशमा जाउँ भने दुई पाल्न नसकिने अवस्था आयो पहिला हामी जिम्मेदारले गर्दा बच्चा बच्ची नपाल्ने अनि जोइतिर मजाले सुन्ने अछिला तिमी तिनीहरू जोइतिर सुन्नु पाउँदैन हजुर भाइ नगएछ मलाई पैसा कमाइ हुँदैन अछिला हामीले के छ त बङ्गाली नै चुट्टे बनाउने बाहिरको काम छैन खाने बेला पनि अब भात धुनु पऱ्यो मासु हुनु पऱ्यो सब्जी मिलाएर खाने अनि त्यस्तो आयो चल हामीहरू हामीतिर त पहिला खुट्टा फाट्या त्यसमा म पानी दिइ बस्नु गाडी बाजेले हामीलाई पहिले र अहिलेको भिन्नता र दुःख सुखको कुराहरू गर्दै हामीलाई बाटो देखाउँदै आफ्नो घरतर्फ लगेर हामीलाई पानी दिनुभयो। गर्मी एकदमै धेरै थियो र त्यो चिसो पानीले हाम्रो गर्मी सबै हटाइदियो। पहिला त नि हिँतिर गोरमेल गर्ने घाँस कान्ने दुई दिन अघि पछि दुराडु जाने अहिले त महिला पनि जाउँ जाऊ पुरुष पनि जाउँ जाऊ बातै छैन आए जग्गा बुढीदेखि म केटी बोक्ने बहिनी मेरो बहिनी तर बाबुहरूले सम्हार गर्नु माथि ल्याएकोतिर ल्याइसकेको लाग्छ अनि कहिले कपाल बिस्तारै जानु यहाँ टाढा छ ठाउँ टाढा त्यहाँदेखि गएपछि एकदम आरामतिर बिस्तारै जानु एकदम दुम लाग्यो पनि त्यहाँ हिँड्न सकिँदैन त्यो कुहिरो लागेको छ त त्यहाँसम्म दुम लाग्दैन फेरि लाग्दैन त दिनु बोला त्यहाँदेखि ऊ अलि हाम्रो गन्तव्य टाढा भएकाले त्यसैले उहाँहरूसँगको केही कुराकानी पछि हामी हाम्रो यात्रातर्फ लाग्यौं। हामी चाहिँ अब बाटो बिच बाटोमा छैन बिच भन्दा नि अब पुग्न लागिसक्यौँ होला लगभग 1 घन्टा जति लाग्छ अब चाहिँ होइन नयाँ डाँडो पुग्नलाई फेरि चित्रीपाटन चाहिँ होइन हुन्छ हामी चाहिँ जति सक्दो लो बजेटमा चाहिँ कन्टेन्ट बनाउने सोचिरहेको छ भिडियोहरू होइन अनि यो चाहिँ अहिलेसम्मकै लो बजेट हो गोताम र यो चित्रीपाटन भने चाहिँ एकदमै लो बजेटमा चाहिँ हामी पैसा बिना चाहिँ होइन जति सक्दो थोरै पैसामा चाहिँ भिडियो बनाउने कोसिस गरिरहेको छौँ। अब त्यही हो एकछिनमा अब नयाँ डाँडा पुगेर कस्तो छ के छ हेर्नुपर्छ।
फाइनल चाहिँ हामी नयाँ डाँडा पुग्यौँ होइन। अब एकछिन रेस्ट गरौँ, यताउता भ्यूहरू हेरौँ। हावा चाहिँ बवाल लाग्छ फेरि यहाँ होइन। ल गाइज अब चाहिँ हामी नयाँ डाँडाबाट अब नरगाउँ भन्ने गाउँमा जानु लाग्यो। अनि त्यहाँ चाहिँ उसको ठुली मम्मीको घर छ अरे। आज बस्ने व्यवस्था सायद त्यतैतिर हुन्छ होला साँझको। अनि अहिले चाहिँ लगभग 4-5 बज्न लागिसक्यो। अनि आज त्यहीँ गएर बस्छौँ हामी। अनि त्यसपछि बिहान नै चाहिँ त्यहाँबाट हामी खाना खाएर चित्रीपाटन जान्छौँ होला। सायद यहाँ खाना खाएरै जान्छौँ होला बिहान नै 4-5 बजे। अनि अब नरगाउँ भन्ने गाउँमा जानु लाग्छु। अब गाउँमा गएर के हुन्छ हेरौँ है। हामी नरगाउँ भन्ने गाउँ जाँदै थियौँ किनभने हामी साँझको बास त्यहीँ बस्नु थियो। हामीलाई नरगाउँ जाने बाटो थाहा थिएन। त्यही नरगाउँको एकजना बाजेले बाटो सिकाउँदै लग्नुभयो र हामीले सोचेका थिएनौँ नरगाउँ जाँदा बाटोमा यस्तो राम्रो ठाउँहरू पनि छ भनेर। अब चाहिँ हामी नरगाउँ भन्ने ठाउँ पुगिसक्यौँ होइन। गाउँ चाहिँ यही हो। अनि हामी बस्ने घर चाहिँ त्यो पारी माथिको होइन। अब चाहिँ त्यहाँ गएर बस्नुपर्छ होइन। हामीलाई अब बस्नु दिनुहुन्छ कि नै के हुन्छ होइन हेरौँ। अनि उसको ठुली मम्मीको चाहिँ घर हो अरे त्यहाँ चाहिँ होइन। अनि अब गाउँ चाहिँ यही हो नरगाउँ भन्ने। अब यो कहाँबाट जान्छ चित्रीपाटन चाहिँ उता माथि हो होइन। अब बाटो कहाँबाट चाहिँ के छ ठुली मम्मी ओ ठुल्यामा हामीले उहाँहरूलाई जानकारी दियौँ कि हामी आयौँ भनेर। अनि उहाँहरूले हामीलाई बोलाउनु भयो र हामी तल घरतिर गयौँ। यहाँको मौसम अलिक चिसो थियो। वरिपरि डाँडाले घेरेको र एकदम शान्त थियो। चिसो र साँझ भइसकेकोले हामी आगोको वरिपरि बस्यौँ। खाना खानुभन्दा अगाडि हामीलाई आलु पकाएर दिनुभयो र हामी कुराकानी गर्दै आगो ताप्दै आलु खाँदै बस्यौँ। एकछिनपछि हामी खाना खाएर सुत्यौँ। बिहानै उठेर खाना खाएर हामी हाम्रो चित्रीपाटनको यात्रातर्फ अगाडि बढ्यौँ। हाम्रो एडभेन्चर यात्रा अब यहाँबाट सुरु भयो। बाटो यति धेरै उकालो थियो कि हिँड्दा हिँड्दै हाम्रो सास नै रोकिन्थ्यो। यहाँको जङ्गल चराचुरुङ्गीको आवाजले हामीलाई मग्न बनाइरहेको थियो। यी चराचुरुङ्गीले हामीलाई बोलाएको जस्तो पनि लागिरहेको थियो। हामीलाई विश्वास भइरहेको थिएन हामी साँच्चीकै यो ठाउँमा आएको हो र भनेर। हामीले आफूले आफूलाई प्रश्न गरिरहेका थियौँ। यो ठाउँहरूले अझ हामीलाई अगाडि बढ्नमा जोस दिइरहेको थियो। यो यात्राले हामीलाई एडभेन्चर सिनेमाको जस्तो भाइब्स दिइरहेको थियो। सो गाइज अब चाहिँ हामीलाई त्यो माथिको डाँडा कटाउनु पर्छ होइन। त्यो कटाइसकेपछि चाहिँ अझै हिँड्न गाह्रो हुन्छ किनभने त्यहाँ अक्सिजन लेभल चाहिँ कम हुँदै जान्छ रुखहरू धेरै नभएका कारण। अब यो डाँडा कटाऊँ होइन, त्यसपछि माथि के हुन्छ अनि पछि हेर्दै गरौँला। अहिले चाहिँ पानी यताउता भेडा खाएनौँ हामीले होइन।
हल्का गाह्रो भइरहेको सास फेर्न। अब पानी भेटिन्छ कि नै उतातिर गएर हेरौँ। हामी त्यो गाउँबाट उकालो लाग्दै लाग्दै यहाँ माथि आएर वरपरको डाँडा काँडा हेर्दै थकान मेट्दै हामी त्यहाँबाट माथि हिँड्दै रमाइलो कुराकानी गर्दै थियौँ। यहाँको बाटोहरू पनि बन्दै रहेछ। जुकाहरू पनि अलिअलि लाग्न सुरु भइसकेछ। असार साउनमा त झनै हामीले सुने अनुसार यो ठाउँमा जुकाको बर्सात हुने गर्छ रे। हाम्रो चाहिँ अब यही हो होइन, जे नास्ता भने नि खाना भन्यो भने बिहान तलबाट खाएर अनि बाटोमा चाहिने ल्याएको। एक्कासी मौसममा परिवर्तन आउन थाल्यो। पानी पर्ला जस्तो हुन थाल्यो र हामी भने हाम्रो गन्तव्यतर्फ अगाडि बढिरह्यौँ। हामीलाई जसरी भए पनि चित्रीपाटन पुगेर आउनु थियो। जति माथि बढ्दै गयो त्यति चिसो बढ्दै थियो। हामीलाई त्यो बादल कति बेला हट्ला र त्यहाँको वरिपरिको दृश्य हेरौँला भनेर हामी वेट गरिरहेका थियौँ। यो चाहिँ चित्रीपाटन हो गाइज होइन। अब यहाँ चाहिँ पुरै जताततै यस्तै बादल मात्रै छ होइन, केही देखिन्न। अब कहाँ हो चित्रीपाटन थाहा छैन होइन। हामीले यताउता हेऱ्यौँ, धेरै बेरसम्म वेट पनि गऱ्यौँ, तर बादल हट्ने सम्भावना देखेनौँ। एकदमै चिसोको कारण टाउको दुखिरहेको थियो। धेरै बेरसम्म बस्न सक्ने स्थिति हामीले देखेनौँ र घाम लाग्ने अवस्था पनि थिएन। पानी पर्ला जस्तो भइरहेको थियो। त्यसैले अब हामी तलतिर फर्किने निर्णय गर्न थाल्यौँ। सो गाइज अब चित्रीपाटनको होइन, अब घाम नलागेर भ्यू चाहिँ त्यस्तो केही देखेन होइन। अब ठिक छ, अब घाम लागेपछि दामी देखिन्थ्यो होला। अनि केही नत ख्या भएर चाहिँ जाडो अति नै भइसक्यो होइन, पानी पर्न आइसक्यो। अनि लास्टै टाउको दुखिरहेको होइन जाडोले गर्दा चाहिँ। त्यही भएर चाहिँ अब हामी तल घरतिर फर्किन लाग्यो। अहिले चाहिँ 1:30 जति भयो होइन। अनि तल घरतिर कतिखेर पुग्छौँ। अब यो भिडियो यति नै इन्ड गरिदिउँ होइन, धेरै लामो नि के बनाउने हो र चार्ज पनि छैन फोनमा। अब चाहिँ हामी नेक्स्ट भिडियोमा भेट्छौँ सिधै। ल बाई।